विद्यार्थी पुस्तालाई व्यावसायिक सोच र व्यवहारिक ज्ञान दिने उद्देश्यले बुटवलमा एक अनौठो कार्यक्रम सुरु भएको छ। उद्यमशीलता चुनौती परियोजना बुटवल उपमहानगरपालिका र इन्स्योर कम्पनीको सहकार्यमा सञ्चालित यो कार्यक्रमले विद्यार्थीहरूलाई आफै व्यापार गर्ने अवसर दिएको छ। अनि हामीले चाहिँ चाउमिन र मोमो बिक्री गर्ने आएका हामी यहाँ रानीगञ्ज। यो चाहिँ मैले स्कुलबाटै तालिम लिएर स्कुलमा सिकेर चाउमिन मोमो स्यान्डविच बर्गरहरू जस्तो धेरै अन्य आइटमहरू सिकेर मोमो र चाउमिन आज बिक्री गर्दैछौँ। शिक्षाको संसारदेखि कामको संसारतर्फ एउटा योजनाको सदस्य बनेका छौँ। हामीले आफ्नो प्रत्यक्ष पढेर मात्र हुँदैन, जस्तै हजुरले आफ्नो घर परिवारमा हाम्रो छर छिमेकमा देखिराख्नु भएको छ। कतिजना पढेका लेखेका दाइ दिबहिनीहरू पनि घरमा बसिरहेका छन्, बेरोजगार छन्। त्यसले साफ देखाएको हुन्छ कि हामीले पढेर मात्र हुन्न, हामीले काम सिक्नुपर्छ, हामी एउटा उद्यमशीलता बन्नुपर्दछ, हामी एक सक्षम युवा बन्नुपर्दछ। हामीले हाम्रो व्यवसाय अन्तर्गतमा चाउमिन र मोमो राखेका छौँ। हाम्रो चाउमिनको फुल प्लेटको हामीले 80 राखेका छौँ, किनभने धेरै फाइदा पनि लिनु हुँदैन। हामी अहिले सानै छौँ, विद्यार्थीमा हामीलाई के कस्तो हुन्छ भन्ने कुरा थाहा छैन। अनि हाम्रो फुल प्लेट मोमोको चाहिँ 100 नै राखेका छौँ। त्यसमा किन भन्दा लगानी लाउँदा अलि धेरै नै लाग्ने रहेछ, हामीलाई थाहा भए अनुसार। हाम्रो यही नै हो, हामीले यो गर्न पाउँदा हामी धेरै नै खुसी छौँ। मोतीपुर माविका 3 समूहले आफ्नो योजना बनाएका छन्। कोही मोमो पकाउँदैछन्, कोही चाउमिन बनाउँदैछन् त कोही गुलियो जलेबी तयार गर्दै। यो केवल खानेकुरा बेच्ने काम होइन, व्यावसायिक सोच सिक्ने प्रक्रिया पनि हो। विदेशीले पकाउँदो रहेछ नानीहरूले बजारमा मोमो, अनि ठिकै छ, राम्रो छ, मिठो छ। आउनुभयो सबै विद्यार्थीहरूले अब प्रायः चाहिँ काम पनि सिक्दैछन्, अगाडि बढ्दैछन्। त्यो एकदम राम्रो कुरो हो। विद्यार्थीहरू आफै ग्राहकसँग संवाद गर्दै उत्पादन बेच्दै र बजारसँग प्रत्यक्ष जोडिँदैछन्। यस्तो सिकाइले उनीहरूमा आत्मविश्वास, व्यवहारिक क्षमता र सृजनशीलता थपिएको छ। शिक्षक योगराज पाण्डे भन्नुहुन्छ, सानै उमेरमा यस्तो अनुभवले बालबालिकाको सोच र भविष्यमा ठूलो सकारात्मक असर पर्नेछ। विद्यालयमा छनौट गरेका 3वटा समूह मध्ये पहिलो समूहले मोमो बनाएको थियो, दोस्रो समूहले चाउमिन बनाएर बजारीकरण गर्यो, तेस्रो समूहले जेरी बनाउँदै हुनुहुन्छ। र यो जेरी भाइहरूले आफ्नै प्रयासमा यसमा विद्यालयबाट आर्थिक सहयोग भएको छ, अन्य सहयोग चाहिँ केही भएको छैन। उनीहरूले अब जेरी बेचेर पनि आफ्नो जीविकोपार्जन गर्ने कुरा चाहिँ मैले उहाँहरूको मेहनतबाट देखेँ। यो कार्यबाट विद्यार्थीहरू पनि उत्साहित छन्। हामीले यहाँ चाउमिन र मोमो बनाउँछौँ। केही साथीहरू बजारमा गएर चाउमिनको अर्डरहरू लिएर आउनुहुन्छ र हामीले त्यही अनुसार हामीले होम डेलिभरी गर्छौँ र कोही मान्छेहरू यहीँ आएर खानुहुन्छ, मिठरी खानुहुन्छ। हामीले त्यसले गर्दा हौसला प्रदान हुन्छ हामीलाई। जेरी हामीले बनाउँदै सिक्दै र पढ्दै हो। अहिले 10 क्लासको विद्यार्थी राम्रोसँग बनाउँछौँ र सबैले खुलाउने गर्छौँ यो जेरी सबैलाई। अहिले यी कार्य गर्दा व्यवसाय बन्ने सपना उनीहरूले देखिरहेका छन्। यसै सन्दर्भमा स्थानीय अभिभावक पनि कार्यक्रमबाट खुसी छन्। अभिभावक नेत्र कार्की भन्नुहुन्छ, पढाउने मात्र होइन, व्यवहारमा पनि के गर्दैछन् भनेर हेर्नुपर्छ। यो अत्यन्त राम्रो काम हो। अब यसरी चाहिँ विद्यार्थीहरूले गरे, विद्यालयले लगानी गरेको रहेछ। विद्यार्थीहरूले जति परिश्रम मेहनत गरेर यो चाहिँ नि बनाएर चाहिँ अब बिक्री वितरण गर्छन्, त्यो पैसा चाहिँ विद्यालयलाई फिर्ता गर्नु पर्दो रहेछ। र विद्यार्थीहरूले पनि अब कुनै खाली भएको समयमा यस्तै किसिमका व्यावसायिक गरेर आफ्नो चाहिँ नि व्यस्तता दिइरहने हो भनेपछि विद्यार्थीहरू बिग्रिँदैनन्, पढाइमा दिनुहुन्छ र आफूलाई पनि केही अब आम्दानी हुने भएको हुनाले विद्यालयले असाध्यै राम्रो काम गरेको छ। नगरपालिकाले विद्यालयलाई रु 10,000 बजेट दिएर यो कार्यक्रमको थालनी गरेको हो। अब आर्थिक वर्षमा थप विद्यालयमा विस्तार गर्ने योजना बनाएको छ। साना साना हातहरूले सुरु गरेका यी साना उद्यमहरू भोलिको आत्मनिर्भर समाज निर्माणको बलियो आधार बन्नेछ। यसै गरी विद्यार्थीहरू उद्यमशीलताको बाटोमा अघि बढिरहन्।